हेलो गाइस सबैजनालाई झोर्ले अनि नमस्ते। र आज चाहिँ हामी मनोकामना मन्दिरमा दर्शनको लागि आएको। एकदम भिड रहेछ, आज शनिबार भएर नि होला। हामी चाहिँ केबुल कारतर्फ जाँदैछौँ चढ्नको लागि र यहाँ चाहिँ एकदम राम्रो झर्ना रहेछ है गाइस। पारी डाँडामा चाहिँ केबुल कार हजुरहरूले देख्न सक्नुहुन्छ। हामी पनि केबुल कारमा चढ्नको लागि एकदम भिड रहेछ है, आज शनिबार भएर पनि होला एकदम भिड छ गाइसहरू। र अब हामी चाहिँ अब केबुल कारमा चढ्न लाग्यो। ल अब चाहिँ हामी केबुल कारमा चढिसक्यौँ है त। म समाउँछु मेरो छोरालाई खै मामुले समाउँछु मेरो छोरा म यहाँ छेउमा भइरहेको के उठा के हुन्न के अब रायो कुट्की तारा मनकामना आएको हामी डाँडाकालिका आउँछ आफै डराएर बाउला पूजाको सामग्री किनिसक्यो हामीले। अब दर्शनको लागि जाँदैछौँ है। दर्शनको लागि लाइन यति धेरै छ कि यहाँ पछाडि पनि अझ हेर्न सक्नुहुन्छ। यति धेरै मान्छे छ। अगाडिको त झन् पुरै नगर कति छ भन्ने कुरा। लाइनलाई हेरेर मेरो घन्टीमा यसो राम्रो है। हामी चाहिँ लगभग लाइनमा 4 घन्टा कुरेपछि बल्ल मन्दिरमा दर्शनको लागि बल्ल हाम्रो पाला आउन लागेको छ। र मन्दिरभित्र चाहिँ हामीले भिडियो फोटो खिच्न पाइँदैन, मोबाइल क्यामेराहरू चाहिँ निषेध गरिएको छ। हामीले चाहिँ पूजा सकिसकेको छ, भित्र दर्शन गरेर लगभग 2 साढे 2 बजेको छ दिउँसो र हामीले केही खाएको पनि छैन है। अब पूजा सकियो, अब एकदम भोक लागिरहेको छ। अब खानासाना खाएर अनि हामी घरतिर फर्किन्छौँ। अब चाहिँ हामी लगभग फर्किने बेला भएपछि यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ केबुल कार हिँडिरहेको छ। अब हामी चाहिँ यहाँबाट
एकछिन चाहिँ लाइनमा बस्नुपर्ने हुन्छ हामी अनि लाइनमा बसेपछि त्यसपछि हामी पनि फर्किनेछौँ। बिचारा डराएर यहाँ कस्तो भन्छ मान्छेहरूको हालत। फर्किँदा पनि त्यस्तै, जाँदा पनि त्यस्तै। मगर हो हजुर कताको मगर है हामी त पारी नलपुर हो। हजुरहरू कहाँबाट आउनु? के बोले भाइ अब के बोले पिरो त गाडी मानेर तिमा गएर सुरुमा ल्याएछ नि। आज गाडी भिडबाट कम रहेछ ए तराई होलीले गर्दा यो पहाडको आज तराई हिजो चाहिँ तराई अब एउटा पोल बाँकी छ यहाँ मुनिहरूको मुनि घरहरूको गाडी खेत बनाएर छ कि सबैजनाले भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब हामी भिडियोबाट बिदा लिने बेला भइसकेको छ। हवस् त, धन्यवाद।